यदि प्रत्येक दुईवटा पुलका खम्बाहरूको बीचमा एउटा खम्बा कम गरियो भने तपाईले आधा पैसा त बचाउन सक्नुहुन्छ। तर यसले निर्माणको गुणस्तरमा ठूलो जोखिम निम्त्याउन सक्छ। यदि कुनै धेरै भार भएको गाडी पुलबाट गुज्रियो भने पुलमा थोरै लचकता वा मोड आउन सक्छ। यसले गर्दा पुलले लगातार खम्बाहरूको किनारमा दबाव दिनेछ। समयसँगै खम्बाका किनारहरू क्षतिग्रस्त हुन सक्छन् र ठूलो दुर्घटना हुन सक्छ। चतुर हुनुहुन्छ। तपाईलाई लाग्न सक्छ कि खम्बाहरूको मुनि पुली लगाइदिउँ। जब पुलमा हल्का लचकता आउँछ तब पुली घुम्न सकोस् र सिधा ठोक्किन नपाओस्। तर यदि दुवै छेउमा पुली लगाइयो भने त पुल दायाँ बायाँ खस्कन सक्छ। त्यसैले तपाईँ बुझ्नुहुन्छ कि केवल एकतर्फको पुलीलाई यसरी स्थिर गरियोस् कि त्यो केवल घुम्न सकोस् तर चिप्लिन नपाओस्। वास्तविक प्रयोगमा यदि पुलीको सट्टा रबर प्याडहरू प्रयोग गरियो भने बधाई छ। तपाईले पुल इन्जिनियरिङको एउटा महत्त्वपूर्ण कुरा सिक्नुभयो।